एउटा सँगै एउटा टेबलमा खान बसेको साथी, मानिलिउँ 3-4 जना व्यक्तिहरू एउटै टेबलमा खानको लागि बसेको छ। अनि सँगै बसेको साथीमा अचानक एकजना चाहिँ त्यहीँबाट गायब हुन्छ है। अनि भनौँ सँगै 2 जनाले काम गरिरहेको छ, अचानक एकजना गायब हुन्छ। सँगै बुढाबुढी श्रीमान श्रीमती सँगै एउटै ओछ्यानमा सुतेको छ, अचानक एकजना गायब हुन्छ। सँगै स्कुलमा पढिरहेका हुन्छन्, धेरैजना एउटा क्लासमा पढिरहेका हुन्छन्, अनि त्यहाँबाट कतिजना व्यक्तिहरू अचानक गायब हुन्छ भने त्यस्तो खालको परिस्थिति जुन दिन आउँछ त्यसैलाई बाइबलले र्याप्चर भन्छ। यो ग्रिक भाषाको हर्पाजो भन्ने वर्ड ल्याटिनको ऱ्याप्टुरो भन्ने वर्डबाट आएको हो, तर र्याप्चर शब्द अङ्ग्रेजी अनुवाद हो, जसलाई चाहिँ हाम्रो भाषामा हाम्रो अर्थमा चाहिँ हामीले अचानक उठाइ लैजानु, अचानक तान्नु भन्ने अर्थलाई हामी बुझ्छौँ। जुन चाहिँ बाइबलले के भन्छ भने येशू ख्रीष्ट चाहिँ एक दिन यो पृथ्वीमा होइन तर बादलमा आउनुहुनेछ, आकाशमा आउनुहुनेछ। जतिखेर संसारको प्रत्येक मान्छेले देख्छ भन्ने कुराहरू होइन, तर जतिजनाले चाहिँ येशू ख्रीष्टमा विश्वास गरेका छन् र साँच्चै नै ख्रीष्ट येशूको रगतले आजभन्दा 2000 वर्ष अगाडि बगाउनु भएको उहाँको रगतले चाहिँ साँच्चै मलाई धोइएको छ, मेरो पाप मलाई धोइएको छ भनेर विश्वास गरेको छ र आफ्नो जीवनलाई परिवर्तन गरेर उहाँमा विश्वासयोग्य जीवन जिएको छ भने बाइबलले भन्छ त्यस्ता व्यक्तिको लागि चाहिँ यो संसारमा महासङ्कष्टकाल सुरु हुनुभन्दा अगाडि नै आफ्नो मण्डलीलाई बचाउनको निम्ति र सुरक्षित स्थानमा लैजानको निम्ति चाहिँ येशू ख्रीष्ट बादलमा आउनुहुनेछ, जसलाई चाहिँ हामी र्याप्चर भन्छौँ। र बाइबलले चाहिँ प्रभु येशूको गुप्त आगमन अचानक आँखाको एक निमेषमा भन्छ बाइबलले, आँखा झिमिक गर्दाखेरि चाहिँ यहाँबाट विश्वासीलाई उठाइ लगिन्छ। त्यो समय चाहिँ चाँडै नै आउँदैछ अनि त्यो समयको बारेमा चाहिँ कुनै पनि डिटेल कुरा भनेको यो दिन यो बार यो समय आउँछु भनेर भन्नुभएको छैन, तर गुप्त आगमन भन्छ बाइबलले चाहिँ अचानक हुने घटना, जसलाई चाहिँ र्याप्चर भनिन्छ। अनि यो चाहिँ ख्यालै होइन, तर यो चाहिँ बाइबलले एक ठाउँ यसरी लेखेको छ, यो चाहिँ धन्यको आशा हो हामी विश्वासीको लागि। किन भन्दा महासङ्कष्ट काल आउँदैछ, अब यो संसार एउटा महासङ्कष्ट भएर जाँदैछ, त्यो आउनुभन्दा अगाडि विश्वासीको लागि चाहिँ एउटा सुनौलो अवसर हो यो। अनि यो अवसरमा चाहिँ यदि तपाईँ हामीले येशू ख्रीष्टलाई विश्वास गरेका छौँ भने चाहिँ यो अवसरमा चाहिँ हामी पनि सहभागी हुन पाउनेछौँ। अनि यो चाहिँ त्यत्तिकै भनेको होइन, तर बाइबलमा लेखिएको कुरा नै म यो तपाईँहरूलाई सेयर गर्दैछु र एक दुईवटा वचनबाट म तपाईँलाई उत्साह दिन चाहन्छु। म वचनलाई खोल्नेछु, त्यसदेखि फेरि पढ्छु। त्यस बेला 2 जना खेतबारीमा हुनेछन्, एकजना लगिनेछ, अर्को छोडिनेछ। 2 स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्को छोडिनेछ। यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनुहुनेछ सो तिमीहरूले जान्दैनौ। यसको मतलब 2 जना एकै ठाउँमा काम गरिरहेको छ, एकजना लगिनेछ, एकजना छोडिनेछ। भन्नुको मतलब जो विश्वासमा बलियो भइरहेको छ, जसले प्रभु येशू ख्रीष्टलाई साँचो हृदयले विश्वास गरेको छ, जसले उहाँलाई ग्रहण गरेको छ, विश्वास गरेको छ, जसले उहाँको इच्छाअनुसार जीवन जिएको छ, त्यस्तो व्यक्तिहरूको लागि उहाँ आउँदै हुनुहुन्छ। तर जसले होइन यो ख्याल हो, जसै गरे पनि चल्छ जिन्दगी, जसले एउटा क्रिस्चियन हुनु भनेको सामान्य क्रिस्चियन एउटा धर्म जस्तो मात्रै मानेर चाहिँ म क्रिस्चियन भएको छु, यति बेला म स्वर्ग जान्छु, मैले कुनै येशूको आज्ञा पालन गर्नु जरुरी छैन, प्रेममा चल्नु जरुरी छैन, कुनै पनि कुराको जरुरी छैन भनेर आफ्नै तालमा जिउँदैछ जीवन भनेदेखि र परमेश्वरको वचनमा मनन गरेको छैन भने चाहिँ त्यस्तो व्यक्तिहरू पनि त्यो दिन छोडिनेमै पर्नेछ। र जसले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्न सकेको छैन उहाँहरू त अवश्य नै छोडिनुहुनेछ। तर म यही भन्न चाहन्छु, जसले विश्वास गर्छ तपाईँको लागि एकदमै आशा छ, विश्वास गर्नेको लागि आशा छ। तीतस 2:13 म पढ्नेछु। र हाम्रो धन्यको आशा हाम्रो महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्छौँ। भनेको उहाँको महिमाको आगमनको हामी प्रतीक्षा गरिरहेका छौँ। यो चाहिँ हाम्रो धन्यको आशा हो। अनि हामीलाई चाहिँ यो चाहिँ किन हामीलाई यो कुरा किन यसरी र्याप्चरमा उठाइ लानुहुन्छ भन्दाखेरि चाहिँ महासङ्कष्ट कालबाट बचाउनको लागि
पहिलो थेसलोनिके 1:10 यसो लेखेको छ, अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ। आमेन। यो वचनले के भन्दछ भने आउन लागेको क्रोध, महासङ्कष्ट काल आउँदैछ यो संसारमा, अनि त्यो महासङ्कष्ट काल आउनुभन्दा अघि नै विश्वासी जतिलाई बचाउनको लागि प्रभु येशू ख्रीष्ट बादलमा देखा पर्नुहुनेछ। जतिखेर सारा संसारले थाहा पाउने छैन, यो गुप्त आगमन हुनेछ, अनि यो दोस्रो आगमनभन्दा अगाडि नै हुनेछ। यो समय चाहिँ बाइबलले के भन्छ भनेदेखि मृत्युमा परेकाहरू, मृत्यु भएर चाहिँ ज्यानमा गाडिएकाहरू पनि त्यस समय बेउतनेछन्, अनि हामी जो संसारमा हुन्छौँ उनीहरू पनि सँगसँगै बादलमा यीशु ख्रीष्टलाई भेट्न जानेछौँ, अनि सदा हामी उहाँसँग रहनेछौँ भनेर बाइबलले भन्छ। यो कहाँ लेखेको छ भन्दा पहिलो थेसलोनिके 4:16-17 पढ्छौँ। किनकि प्रभु स्वयं हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरैको स्वरसित स्वर्गबाट ओर्लनु हुनेछ, र ख्रीष्टमा मरेकाहरू चाहिँ पहिले बौरी उठ्नेछन्। तब हामी बाँचिरहेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौँ, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ। आमेन। भनेको चाहिँ येशू ख्रीष्टले चाहिँ हामीलाई बचाउनको निम्ति यो संसारमा महासङ्कष्टकाल सुरु हुनुभन्दा अगाडि नै आफ्नो पवित्र जनहरूलाई बचाउनको निम्ति चाहिँ चाँडै नै उहाँ आउँदै हुनुहुन्छ। अनि यदि आज तपाईँले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुभयो भने चाहिँ र उहाँको कुरालाई मान्नुभयो, उहाँको वचनलाई विश्वास गर्नुभयो, उहाँको रगतले तपाईँको पापलाई धुनुभयो भने चाहिँ निश्चय नै तपाईँ पनि त्यो महासङ्कष्टकालमा नपरिकन ऱ्याप्चरमा उठाइ लानुहुनेछ। अनि यसैलाई नै बाइबलले चाहिँ ऱ्याप्चर या उठाइ लगिने समय चिन्दछ, बुझ्दछ, हामी यसरी बुझ्दछौँ। हुन्छ, यो छोटो वचनद्वारा मैले सबै कुरा त समेटेको छैन, छोटो वचनद्वारा तपाईँलाई आशा छ धेरै कुराहरू बुझ्नुहुनेछ, र पवित्र आत्माले आउँदो दिनहरूमा तपाईँलाई अझै धेरै बुझ्नुमा सहायता गर्नुहुनेछ। र आउँदो दिनमा फेरि पनि म समय पाउँदाखेरि लामो भिडियोहरू बनाउने नै छु। अहिले म समयको कमीले गर्दाखेरि एकदम थोरै थोरै समय मात्रै मिल्छ मेरो लागि, जसको कारणले गर्दा मैले भिडियोहरू बनाउन पनि पाइरहेको छुइनँ। र एक दिन परमेश्वरले त्यो समयहरू पनि दिनुहुनेछ, र तपाईँको अगाडि एकदम खुलेर बाइबलका सबै कुराहरू लिएर म तपाईँको अगाडि आउने नै छु। र अहिले यो वचनले तपाईँ आशिषित हुनुहुन्छ भने म विश्वास गर्छु। आमेन। जय मसीह।